हेलो एभ्रिवान, वेलकम टु अ डे इन माई लाइफ। आज चाहिँ म बिहान बिहान उठेर मेरो फ्यामिलीसँग पशुपति दर्शन गर्न गएको थिएँ अनि उहाँहरू चाहिँ मेरो फुवाहरू होइसिन्छ। आज मन्डे भएको कारणले गर्दा चाहिँ पशुपतिमा भिडभाड चाहिँ अरू दिनहरूमा भन्दा अलि धेरै थियो। फुवाहरूको खुट्टा दुख्ने कारणले चाहिँ अलिकति गाह्रो भइरहेको थियो, बट दे वर इन्जोइङ। माइली फुवाको चाहिँ फर्स्ट टाइम थियो पशुपतिमा। यो चाहिँ आजको पशुपतिको दृश्यको भिडभाड। दिस इज अस आफ्टर डुइङ पूजा। त्यसपछि वी वेन्ट टु जाउलाहिलमा लोकेटेड भाइरल फिस टनल अनि टिकट लिएर चाहिँ हामी भित्रतिर लाग्यौँ। सुरुमा भित्र पस्दा चाहिँ के हो यस्तो एक्सपेक्टेसन भर्सेस रियालिटी भइरहेको थियो, तर भित्रभित्र जाँदा भेरियस काइन्ड अफ फिस देख्न पाइयो। अनि त्यसपछि चाहिँ अझै भित्र गएपछि चाहिँ विदेशवाला फिल आइरहेको थियो। मलाई भन्न त मिलेन, तर अलि राम्रो भ्यू थियो। मेरो भाइले चाहिँ एकदम धेरै इन्जोय गरिरहेको थियो। अनि ठुलो मान्छेहरूको लागि चाहिँ रोटेपिङ, कोलम्बस, 360 जस्तो चाहिँ एकदमै धेरै खेल्ने आइटमहरू थियो। मेनली चाहिँ यो 360 के माथि लगेर फन घुमाउँदा त खेल्नेलाई भन्दा म देख्नेलाई डर लागिरहेको थियो। मेरो भाइले चाहिँ डर नमानिकन अनि त्यसपछि कार खेल्यो। अनि कार खेलिसकेपछि उसलाई फेरि आइसक्रिम खानु पर्यो अनि उसले आइसक्रिम पनि खायो। अनि त्यसपछि चाहिँ हामी ठुलो मान्छेहरू चाहिँ रेल खेल्ने भनेर हामी सबजना चाहिँ टिकट लिएर यो रेल खेल्यौँ। रेल भन्छन् कि ट्रेन भन्छन्, बट फुवा म अनि सबैजना चाहिँ यो खेल्यौँ। अनि यति खेलेर चाहिँ हामी त्यसपछि घर फर्क्यौँ। बाई बाई, सी यू इन नेक्स्ट मिनी भ्लग।